दार्चुलाको लेकम 2 मा रहेको गणेश मावि गाँडा गाउँमा अभिभावक भेलाले गंगादत्त पन्तको अध्यक्षतामा नयाँ विवश गठन। सुर्खेतमा पूर्व वडा अध्यक्ष सहित 40 जना रासोपामा प्रवेश। जेन्जी नेता मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरीको हस्तक्षेप। निकोलस भुसाल लगायत प्रहरीको नियन्त्रणमा। 5 महिनामा सुदूरपश्चिमको पुँजीगत खर्च 2% मै सीमित। देशभर 10,16,000 बढी मतदाता थपिए। विदेशमा रहेका नेपाली नागरिक र अन्तर्जिल्ला मतदानको व्यवस्था गर्न 4 वटा ऐन संशोधन हुँदै। समानुपातिक तर्फको बन्द सूची बुझाउने समय थप गर्न नेपाली कंग्रेसको माग। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउबा भेट्न महाराजगञ्ज पुगे नेकपा एमाले अध्यक्ष केपी ओली। सर्वपक्षीय सरकार गठनको माग गर्दै माइती घरमा आज जेन्जी युवाको प्रदर्शन। प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालको राजीनामा माग। सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि नो भोटको व्यवस्था बारे सुझाव। विराटनगरका 2 क्यासिनोमा प्रहरीको छापा। व्यवस्थापक सहित 20 नेपाली पक्राउ। नेपाल विद्युत प्राधिकरणले गर्यो 20 अर्ब रुपैयाँको ऊर्जा बन्ड निष्कासन गर्ने निर्णय। मुख्य दलका शीर्ष नेतासँग निर्वाचन बारे छलफल गर्न प्रधानमन्त्रीलाई कंग्रेसको आग्रह। शेयर बजारमा दोहोरो अंकको गिरावट। 3.5 अर्बको कारोबार। पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा 2 अपरेसन। 9 आतंकवादी मारिए। जापानको उपग्रह प्रक्षेपणमा असफलता। जीपीएस सुधार योजना प्रभावित। र मस्कोमा कार बम विस्फोट। एक रूसी जनरलको मृत्यु।